नमस्ते, मेरो नाम शारदा प्रगति हो। मेरो घर चाहिँ कालान प्रदेश सालेन जिल्लामा पर्छ र हामी चाहिँ एक हप्ताको लागि सिलगढीको लागि हरिद्वार भन्ने ठाउँमा अहिले यस्तो राम्रो लाग्यो हरिद्वार रमाइलो छ र यहाँको संस्कार संस्कृति हामी सिक्यौँ। तपाईँहरू पनि आउनु होला यहाँ यस्तो आनन्दमय मौसम यस्तो ज्ञानहरूको कुरा लाग्न पाउने अनि विद्वानहरूको कुराहरू सुन्न पाउने हामी धेरै भाग्य तपाईँहरू पनि आउनु होला र आफ्नो ठाउँमा युवाहरूलाई योग सम्बन्धी ज्ञानहरू दिनुहोला। हामीले के गर्नुपर्छ, हामी कमजोर होइन, हामी अगाडि बढ्नुपर्छ, कमजोर बस्ने हामी नारी भए तापनि कुनै कुरा छैन, हामी चाहिँ सबै काम गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। हामी कमजोरीको कारण बस्नेर यहाँ व्यायामहरू योगाहरू गरेर हामी बलियो हुनुपर्छ, हाम्रो देश बचाउनुपर्छ। तपाईँहरू पनि आउनु होला। म चाहिँ भर्खरै धेरै भाषा मैले पहिले जोइन गर्नुपर्ने थियो, तर अहिले चाहिँ भन्दा नि पहिले जोइन गर्नुपर्ने थियो झन् राम्रो। अहिले आएर पनि ठिक छ, मैले चाहिँ राम्रो गरेको छु, अरूले पनि राम्रो गर्नुहुन्छ। आई होप तपाईँहरू पनि राम्रै गर्नु होला।